साथीहरू आज मेरो छोरीको बर्थडे हो है, तपाईँलाई थाहा भएकै कुरा हो है। तर आज चाहिँ मैले चाहिँ अब घरकै मान्छेहरू मात्रै हामी बर्थडे मनाउने छु, किनभने अब यसको एक्जाम आयो नि त है। सो एक्जामले गर्दा चाहिँ हामीले चाहिँ ठुलो पार्टीहरू पनि गरिनँ हो। अनि अब अहिले एकछिनमा हामी केक काट्छु है छोरी, एकछिनमा केक काट्छ नि। अनि त्यहाँदेखिको चाहिँ तिम्रो जब एक्जाम सक्छ त्यति बेला हामी कहाँ जानेछु? दलगाउँ क्याफे लान्छु है हामी नि तिमीलाई। अनि त्यहाँ गएर तिमी के खाने? ए सबै कुरो खाने त्यहाँको? ए हुन्छ ल। साथीहरू अन्त मेरो साथीहरूलाई अब चिकन चिल्ली पनि खाने? ल ल ल। अन्त आज अन्त तिम्रो साथीहरू कोही पनि बोलाइन नि हामीले। ठिकै छ कि तिमीलाई मन दुख्यो कोही नबोलाउँदा? ठिकै छ, किनभने एक्जाम आयो नि त नि, पढ्नु पनि पर्छ है छोरी। अनि हामी घरको मान्छेहरू मात्रै छु है साथीहरू आज यसको बर्थडेमा। यसको फुपूहरू पनि बोलाएको थियो कि साथीहरू, तर पानी ठुलो आएकोले गर्दा चाहिँ उनीहरू आउँदिन भन्यो नि त हो। ठिकै छ, तर बहिनीले चाहिँ पुरा मन दुखाएको छ है। रेजी फुपू, पुनम फुपू तपाईँहरूसँग बोल्दैन अरे? बहिनी बोल्छ कि बोल्दैन फुपूहरूसँग भनिदेऊ। बोल्छ? अन्त अघि त बोल्दिनँ भन्दै थिएन, बोल्दिनँ भनिदेऊ न रेजी फुपू र पुनम फुपूलाई। मेरो बर्थडेमा नआएको होइन, तपाईँहरूसँग म बोल्दिनँ भनिदेऊ न। नाइ हुनु पनि यसले आफ्नो फुपूहरूलाई कस्तो माया गर्छ है। फुपू भोलि आउनुहोस् ल भन। हुन्छ बाई बाई भन।